नमस्कार सम्पूर्णमा अहिलेको यो जुन घटना घटिरहेको छ सीमा र गरिमा चौधरी नानी बलात्कारपछि हत्या गरेको विषय एकदमै निकै नै चर्किरहेको छ र त्यो घटना सुन्दाखेरि एकदमै मनमुटु चिरिएर आउँछ। एकदमै दुःखद खबर है। ती सानो अबोध बालिकालाई के नै थाहा थियो र त्यो सानो कोपिलामै फुल्न नपाएर कोपिलामै छोडेर जसले चाहिँ हाल्ने प्रयास गरेको छ उसलाई चाहिँ फाँसीको सजाय होस् भनेर मेरो पनि सरकारलाई चाहिँ आग्रह गर्न चाहन्छु र अहिलेको बालिन सरकारसँग एकदमै यो थोरै आश छ अहिलेको सरकारले केही गर्छ कि भनेर। तर फाँसीको सजाय चाहिँ जबसम्म हुँदैन तबसम्म यस्ता घटनाहरू घटिरहन्छन्। हाम्रो छोरीचेलीहरूलाई जोगाउन एकदमै गाह्रो हुनेछ भन्दै बालिन सरकारलाई चाहिँ विनम्र अनुरोध गर्दछु कि फाँसीको सजाय दिने सुरु गर्नुहोस्, त्यस्तो कानुन बनाउनुहोस् सरकार है त। नमस्कार सम्पूर्णमा अहिलेको यो जुन घटना घटिरहेको छ सीमा र गरिमा चौधरी नानी बलात्कारपछि हत्या गरेको विषय एकदमै निकै नै चर्किरहेको छ र त्यो घटना सुन्दाखेरि एकदमै मनमुटु चिरिएर आउँछ। एकदमै दुःखद खबर है। ती सानो अबोध बालिकालाई के नै थाहा थियो र त्यो सानो कोपिलामै फुल्न नपाएर कोपिलामै छोडेर जसले चाहिँ हाल्ने प्रयास गरेको छ उसलाई चाहिँ फाँसीको सजाय होस् भनेर मेरो पनि सरकारलाई चाहिँ आग्रह गर्न चाहन्छु र अहिलेको बालिन सरकारसँग एकदमै यो थोरै आश छ अहिलेको सरकारले केही गर्छ कि भनेर। तर फाँसीको सजाय चाहिँ जबसम्म हुँदैन तबसम्म यस्ता घटनाहरू घटिरहन्छन्। हाम्रो छोरीचेलीहरूलाई जोगाउन एकदमै गाह्रो हुनेछ भन्दै बालिन सरकारलाई चाहिँ विनम्र अनुरोध गर्दछु कि फाँसीको सजाय दिने सुरु गर्नुहोस्, त्यस्तो कानुन बनाउनुहोस् सरकार है त।